उहाँले सम्पूर्ण प्राणीहरूलाई आफ्नो स्वरूपमा आइपुगुन् भन्नको लागि यो सारा विस्तार गर्नुभएको छ। शिवको कृपा नै हो जसले गर्दाखेरि यो सृष्टि भएको। शिवकै कृपा हो जसले गर्दाखेरि हामी जागेका छौँ। शिवकै कृपा हो जसले गर्दा हामी सुत्छौँ पनि। जीवनमा सुत्नु भनेको संहार हो, ठिक छ। संहार गर्ने कार्य पनि कसले गर्नुहुन्छ? शिवले नै गर्नुहुन्छ। सृष्टि गर्ने कार्य पनि कसले गर्नुहुन्छ? शिवले नै गर्नुहुन्छ। अब सृष्टिको कार्य यद्यपि ब्रह्माजीले गर्नुहुन्छ होइन, तर उहाँकै जुन स्वरूप हो उहाँको स्वरूप नै ब्रह्मा भनेर उहाँले सृष्टि गर्नुहुन्छ। त्यो पञ्चकृत्य परायण भनेर भगवान् शिवको स्वरूप जुन यहाँ पशुपतिनाथ हुनुहुन्छ, सबै ठाउँमा अलग अलग स्वरूप छ। तर यहाँ हाम्रो बडा अभाग्यको कुरो छ, पशुपतिनाथ क्षेत्रमा भगवान् स्वयं शिव साक्षात् पञ्चकृत्यलाई लिएर विराजमान हुनुभएको छ, जहाँ पाँचवटै कार्य गर्न सक्नुहुन्छ शिवजी यहाँ बसेर। पाँचवटै कार्य सृष्टि पनि गर्नुहुन्छ एक मुखबाट, अर्को मुखबाट त्यसको पालन पनि गर्नुहुन्छ, सृष्टि स्थिति, तेस्रो मुखबाट संहार पनि गर्नुहुन्छ। त्यो ईश्वर केलाई भनिन्छ? जसले सृष्टि गर्न सक्छ, पालन पनि गर्न सक्छ र संहार पनि गर्न सक्छ, त्यसैले ईश्वर भनिन्छ। एकजना काशीकानन्दजी महात्माजी बडा विद्वान हुनुहुन्थ्यो, उहाँले रमाइलोबाट बडा मिठो प्रसङ्ग सुनाउनुहुन्थ्यो कि सबैलाई चाहिँ देव ईश्वर भनेर पुकारिन्छ। अब पशुपतिनाथ भगवान् शिवलाई चाहिँ महादेव भनिन्छ नि त, देवादिदेव सबैको देवताको नि देव महादेव। महादेव चाहिँ किन भने भन्ने प्रसङ्गमा उहाँले आफ्नो बुद्धि लगाउनु भएको, शास्त्रीय व्याख्या त होइन, तर उहाँले आफ्नो चिन्तन मनअनुसार एउटा रमाइलो सबैलाई बुझ्नको लागि सजिलो हुन्छ भनेर के बताउनु भएको भने, हेर्नुहोस् संसारमा के छ भने सृष्टि गर्न सक्षम त सबै गृहस्थहरू हुनुहुन्छ है। एक दृष्टिबाट उहाँहरू तपाईँहरू पनि के छन्, ईश्वरकै अंश हुनुहुन्छ। सृष्टि गर्नु भने तपाईँहरू सबै ब्रह्माजी नै हो, प्रजापति नै हो, सन्तान बनाउनु हो र पालन गर्नु पनि तपाईँहरूको कर्तव्य हो। पालन गरेन भने राज्यले तपाईँलाई दण्डित गर्छ, समाजले पनि दुध काट्छ। कस्तो मातापिता आफ्नै सन्तानको पालन पोषण गर्न नसक्ने हुनुहुन्छ, त्यो दुइटै गर्नुपर्ने हुन्छ। तर सन्तानलाई संहार नाश गर्ने तपाईँको अधिकार हुँदैन। वृक्ष लगाउनु हो भने पनि वृक्षारोपण गर्ने अधिकार त हुन्छ, तर घर काट्ने अधिकार तपाईँलाई छैन। अब शिवको स्वरूप हेर्नुहुन्छ भने सृष्टि त गर्नुहुन्छ, सिद्धिउने काम पनि उहाँले गर्नुहुन्छ, तैपनि उहाँलाई दोष लाग्दैन। सारा संसारलाई भस्मीभूत खरानी बनाउँदाखेरि पनि उहाँलाई दोष लाग्दैन। किन भन्नुहुन्छ भने असली मालिक त्यही हुन्छ जसमा संहार गर्ने पनि सामर्थ्य हुन्छ। ईश्वर त्यही नै हुन्छ। महादेव किन भनेको भन्दाखेरि देवताहरूले सृष्टि पालन गर्न सक्छन्, संहार गर्न सक्दैनन्। संहार गर्न थाल्यो भने उहाँहरूलाई दोष लाग्छ। शिव मात्र यस्तो हुनुहुन्छ जसले संहार गर्दाखेरि पनि उहाँलाई दोष लाग्दैन। किनभने जसले संहार गरेर दोबारा अनुग्रह गर्न सक्नुहुन्छ नि, उहाँमा नै यो सामर्थ्य हुनसक्छ। त्यसै कारणले गर्दाखेरि हामी दिनभरि थाकिसकेपछि राति सुत्छौँ, यो पनि संहार हो। प्रतिदिनको संहार के हो भन्दाखेरि निद्रा हो। यदि निद्रा भएन भने हामी गनाउँछ कि गनाउँदैन? एक दिन एक रात सुत्न पाइएन भने भोलिपल्ट मैले रातभरि सुतेको छैन, टाउको दुखेर चाहिँ काम गर्न सकेको छैन, बुद्धिले काम गर्दैन भन्ने हुन्छ। अब अहिलेको फुटबल पनि चलिरहेको होला, फुटबल राति राति हेरेर दिनभरि बिगारेका छैन। किन भन्दाखेरि रातभरिको निद्रा यो संहार हो। अब त्यो संहार प्राप्त भएन भने, शिवको त्यो अनुग्रह प्राप्त भएन भने संसारको जागृत अवस्था पनि चल्दैन। त्यसैले यहाँ साक्षात् भगवान् शिव नै के गर्नु भएको छ, सृष्टि गर्दै यहाँ बस्नु भएको छ सद्योजातको रूपमा, पालन गर्दै वामदेव हुनुहुन्छ है, संहार गर्दै पनि हुनुहुन्छ। र संहार यो तिनवटा कृत्य त प्रसिद्ध छ जगतको, सृष्टि स्थिति र संहार यो तिनवटा सबैले सुनिरहेको पनि हो। यो तीनभन्दा अरू पनि दुईवटा कार्य छ र ईश्वरको कार्यमा पर्छ, जहाँ तिरोधान चौथोमा पर्छ। तिरोधानलाई निग्रह पनि भनिन्छ। निग्रह भनेको शासन गर्नु, कर्मको व्यवस्था गर्नु। प्रत्येक प्राणीहरूले आफ्नो कर्मको भोग पाएका छ कि छैन? प्रत्येकहरूलाई कर्मको व्यवस्था अनुसार सबैले आफूले गरेको अनुसार कर्मको फल प्राप्त हुन्छ कि हुँदैन? अब प्रत्यक्ष हेर्दाखेरि चाहिँ कुनै कुनै कर्मको फल पाएको देखिँदैन र कुनै कुनै नगरेको कर्मको पनि फल देखिन्छ। त्यसै कारणले गर्दाखेरि हामीले पूर्वजन्म पनि मान्छौँ। पूर्वजन्ममा गरेका कर्महरू यो जन्ममा भोगिएका छन्।
देखिए नदेखे तापनि र यही जन्ममा गरेका कर्महरू पनि हामीले भोगेका छौँ। तो हामी 1 महिना काम गर्छौँ, 1 महिना काम गरेर चाहिँ तलब मिल्छ कि मिल्दैन? 1 महिना काम गरेको त जुन दिन काम गर्यो त्यही दिन त काम सकियो, दोस्रो दिन काम सकियो। 1 महिनापछि त्यसको लेखाजोखा कसले गर्छ त? हाकिमले गरे हुन्छ कि हुँदैन? त्यसले गरेछ भनेर हेर्छन्। अब त्यो हेरेको हाकिमले नै के गर्छ भन्दाखेरि यो दिन आएको छैन भने त्यसको कटौती पनि गर्छ, त्यही अनुसार फल दिन्छ। अब 30 दिनको त हेर्नुहोस् लेखाजोखा राख्नुपर्ने हुन्छ भने यो अनन्त कालदेखि चलिआएको हाम्रो अनन्त जीवनमा रहेका कर्मको लेखाजोखा गर्ने, त्यसअनुसार फल दिने र शासन गर्ने, नगर्यो भने त्यसलाई दण्ड दिने कार्य पनि के हो? शिवकै हो। यसैलाई के भन्छ? निग्रह पनि भनिन्छ। निग्रह भनेको समातेर राख्ने, कर्म शुभ फल छ भने शुभ फल दिने र अशुभ छ भने दण्डित गर्ने। शासन कर्मको व्यवस्था बनाउनको लागि प्रत्येकलाई, किनभने संसार सामाजिक रूपबाट हेर्नुहुन्छ भने, समष्टि रूपबाट हेर्नुहुन्छ भने के छ भने यदि शिवले सबै कर्म व्यवस्था मिलाउनु भएको छ भने कोही पापी छन्, कोही अपराधी छन्, कहीँ दण्ड मिलेको छ, कहीँ काम मिलेको छ, त्यो अव्यवस्था किन भन्ने प्रश्न उठ्ला है। अब यो 1-2जनालाई हेर्दाखेरि चाहिँ अव्यवस्था जस्तो देखिन्छ, तर समस्त यो समष्टि हेर्नुहुन्छ भने, प्रत्येक प्राणी हेर्नुहुन्छ भने लगभग सबै आफ्नो बाटोमा चलेका छन् र सबैले आफ्नो कर्म फल मिलेकै छ। यदि अलिकति पनि अव्यवस्था हुन्छ भने त्यो अव्यवस्थाले विध्वंस नै निम्ताउँछ। त्यही भएर जुन देशमा राम्रोसँग अलिकति व्यवस्था छैन, कर्म गर्नेको व्यवस्था छैन, जसले राम्रो कर्म गरेको छ उसलाई शुभ मिल्दैन र जसले नराम्रो कर्म गरेको छ उसलाई दण्ड मिल्दैन, त्यो राज्य व्यवस्था भङ्ग हुन्छ, चल्दैन, समष्टि पनि चल्दैन। त्यस कारण यो समष्टिलाई चलाउनको लागि निग्रह गर्ने शक्ति जुन हुनुहुन्छ उहाँ शिवकै स्वरूप हो। तर निग्रह गरिसकेपछि अन्तिम कार्य भनेको अनुग्रह। कर्मको व्यवस्था हेर्नुहोस्, प्राणीहरूले, लोभी पापीहरूले पनि अलिअलि गरेको देखिन्छ। सबैले गरेर अलिअलि केही छ, अब राम्रो गर्यो भने आमाले पनि बच्चाले राम्रो गरेछ भन्नुहुन्छ नि, अब अलिकति दिगो गऱ्यो भने पिट्नुहुन्छ, त्यति भन्नेमा अब शिव स्वरूप हुनु भएको छैन। अब अन्तिममा शक्ति भनेको शिवको मूल स्वरूपको मूल शक्ति हेर्नुहुन्छ भने अनुग्रहमा छ। अनुग्रह भनेको यस्तो किसिमको सामर्थ्य शक्ति हो जुन शक्तिले कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्वथा कर्तुम क्षमता राख्दछ। गर्न पनि सक्ने, त्यसलाई बिगार्न पनि सक्ने, उठाउन पनि सक्ने, त्यस्तो किसिमको सामर्थ्य दिएको हुनाले चाहिँ अनुग्रह भनेको त्यस्तो किसिमको शक्ति हो कि शिवले जीवलाई जुन यो बन्धनमा बाँधिएको छ नि त, यहाँ पशुपति हुनुहुन्छ, पशु भनेको पासोमा बाँधिएको, अविद्यारूप पासोमा काम, क्रोध, लोभ इत्यादि जति पनि छन् क्लेशहरू, यी सबै पासाहरू, ठिक छ, खान पाएर गरिरहेको छ, लोभले गरिरहेको छ, मोहले गरिरहेको छ। जति पनि हामी कृत्यहरू कार्यहरू गर्छौँ त्यो प्रायः के छ? संस्कारको कारणले गर्दाखेरि, भावनाको कारणले गर्दाखेरि, उत्तेजनाको कारणले गर्दाखेरि, कहिले क्रोधमा आएर, कहिले लोभमा आएर सबै कार्यहरू हामीले गरिरहेका छौँ। त हामी के छ भने यसै बन्धनमा बाँधिएका छौँ। त्यो बन्धन पासोमा बाँधिएको हुनाले हामी सम्पूर्ण जीवहरू पशु हौँ। ती पशुलाई डोरी खोल्दैन, त्यसबाट मुक्त गराउने शक्ति भएको हुनाले पशुपति अनुग्रह गर्ने शक्ति, अनुग्रही गरेको बपु भनेर उहाँलाई भनेको छ। एकमात्र अनुग्रह गर्ने क्षमता भएको त्यस्तो किसिमको बपु उहाँ शिव हुनुहुन्छ। त्यही शिव स्वरूपलाई गुरु स्वरूप पनि मानिन्छ।